भगवान, मान्छे जिउँदो मात्र हुनुपर्छ क्या, के न के सुन्न पाइन्छ अनि के न के देख्न पाइन्छ क्या। साथीहरू, साँच्चै बाख्रालाई पनि ज्वरो आउँछ र? मैले यो कुरा चाहिँ हिजो गएर बल्ल थाहा पाएँ क्या। म यति ठुली भइसकेँ होइन, तर मलाई अझसम्म पनि थाहा थिएन क्या बाख्रालाई पनि ज्वरो आउँछ भनेर। अहिलेसम्म थाहा थिएन क्या, यत्रो ठुली भयो होइन, त्यो पनि थाहा पाउने थिएन क्या। हाम्रो बाख्रालाई चाहिँ 2-3 दिनदेखि घाँसै खाइरहेको थिएन अरे क्या। अनि मम्मीले भन्नुभयो क्या, कतै यो बाख्रालाई ज्वरो त आएन भन्नुभयो क्या। अनि म त सुनेर एकछिन अचम्म लाग्यो, बाख्रालाई पनि ज्वरो आउने रहेछ जस्तो क्या। अनि मम्मी बाख्रालाई पनि ज्वरो आउँछ भनेर सोधेको त आउँछ त अनि अरे क्या। मैले यो कुरा चाहिँ आजसम्म कहिले सुनेकी थिएन के। त्यति मात्र कहाँ हो र साथीहरू, यो भन्दा पछाडि मेरो गफ सुन्दै जानु है। म तपाईहरुलाई एउटा अर्को कुरा सुनाउँछु। म चाहिँ खासमा घाँस काट्न जाँदै थिएँ अनि मेरो मम्मी र छोरी चाहिँ भैँसी बाख्रा चराउन जाँदै हुनुहुन्थ्यो। अनि मैले त्यतिकै बाटोमा यो मेरो मम्मी हो भनेर आफ्नो मम्मीलाई झम्टेको त मेरो छोरी त होइन मेरो मम्मी हो भनेर पङ्गाला हाल्छ मेरो मम्मीलाई। मैले जतिखेर पनि मम्मी मम्मी गरिरहेको हुन्छु नि त, त्यही भएर उले पनि मेरो मम्मीलाई पनि मम्मी नै भन्छ। तर फेरि आफूलाई चाहिएको सामान केही माग्नु छ भनेपछि, आफूलाई के इच्छा छ भनेपछि बजै भन्छ। नभए अगाडि पछाडि मलाई मम्मी भनेको सुन्दाखेरि चाहिँ उले पनि मम्मी नै भनिदिन्छ। अनि एकछिन त्यहाँ छोरीलाई सताइसके पछाडि चाहिँ म लागे आफ्नो कामतिर। खास गरी म घाँस काट्न जाँदै थिएँ नि त, त्यतिकै बाटोमा भेटाएर पो जिस्किया हो त एकछिन। त्यसपछि म र मेरो बजे चाहिँ घाँस काट्न गयौँ। तर घाम भने यस्तो हुन्छ कि अब के भनौँ, एकछिन घाँस के काटेका थियौँ, पुरै पसिनाले त हामीहरू नुहाए जस्तै भइसकेका थियौँ। यो जेठको महिनामा नै यस्तो गर्मी भइरहेको छ, अब असाढको महिनामा खेत चाहिँ कसरी रोप्ने होला के। खेत रोप्न सुरु हुनु चाहिँ अझै 1 महिना बाँकी छ। टेन्सन भने अहिलेदेखि नै लागिरहेको छ। अनि साथीहरू, मैले कुकुर र स्याल एउटै देखिन्छ सेम हुँदो रहेछन् भनेर भन्यो भने के हजुरहरूलाई विश्वास लाग्छ? लाग्दैन होला क्या, तर मलाई चाहिँ त्यस्तै लाग्छ भने। म त्यहाँ घाँस काट्ने बेलामा चाहिँ स्याल मेरो नजिकै आएको थियो क्या। अनि मैले कुकुर होला भनेर हडी भनेको त उता गएर स्यालको जस्तै आवाज निकाल्छ। ए भगवान, अहिलेसम्म मलाई कुकुर र स्याल पनि छुट्याउन आउँदैन क्या।